गर्न चाहन्छु। म आफ्नो धरातल बिर्सिने मान्छे होइन। अस्ति पनि म तपाईँहरूको भाइ नै थिएँ, अस्ति पनि तपाईँहरूको छोरा नाति नै थिएँ, अहिले पनि म तपाईँको छोरा नाति नै हुनेवाला छु। कुनै दिन मैले तपाईँलाई भनेको थिएँ त्यो भाषण गरिरहेको समयमा त्यो गाउँघरमा जाँदै गर्दाखेरि भोट माग्दै गर्दाखेरि मलाई यो जति तपाईँले नजिक राख्नुभयो त्यति तपाईँले आफ्नो समस्या सुनाउन सजिलो हुन्छ भनेर मैले तपाईँलाई भनेको थिएँ। र म आफ्नो बोली पुर्याउने मान्छे हो। म आफ्नो बोली हरेक बोली मैले जे शब्द चयन गरेको छु त्यो मेरो अन्तिम शब्द हुनेवाला छ। म मरुन्जेलसम्म म त्यही बोल्नेवाला छु। म त्यसमा डगमगाउनेवाला छुइनँ। पहिला मैले जे बोलेको थिएँ तपाईँलाई भनेको थिएँ, भाइ छोरा चेला भनेर म सम्बोधन गरिदिनु। मलाई अझै पनि म तपाईँलाई यही ठाउँबाट भन्न चाहन्छु कि र त्यो सदनबाट नि म हेर्नुहोस् एक दिन भन्छु हजुरलाई, मलाई भाइ छोरा चेला भतिजा भनेर मलाई बोल्नु होला। त्यो भएपछि तपाईँहरूको आशीर्वाद, तपाईँले दिने सुझाव, आफ्नो मान्छे जस्तो गरेर तपाईँले मलाई अगाडि बढाउनुहुन्छ। म अघि बढ्न चाहने मान्छे हो।